हाई एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी ब्लग। आज म सानो छोटो भिडियो बनाउँदैछु है त। हामी चाहिँ घरबाट बाहिर निस्किनु लागेको, विन्टर सिजन छ, सो बाहिर यसो हिँड्नलाई रमाइलो लाग्छ। हामी चाहिँ अहिले हामी जुन बसेको ठाउँबाट अलिक टाढा जानु लागेको, जुन भिलेज टाइप जस्तो ठाउँमा। विन्टर सिजनमा यसो प्लान्टहरू लगाउनु एकदम मनपर्छ मलाई। यसो नर्सरीतिर यसो भिजिट गरौँ भनेर यो चाहिँ जुन हामी अहिले बसेको एरिया हो। ल हेर्नुहोस् त, हामी त यहाँ आइपुग्यो। यो पहाडको बिचमा चाहिँ मार्केटहरू छन् धेरै नै। अब हामी यहीँ भिजिट गर्नेछौँ है। फाइनल्ली हामी प्लान्टको एरियामा पनि आयो। यहाँ चाहिँ कस्तो राम्रो कि हेर्नु न, हरियो है, सानो सानो प्लान्टहरू, फ्लावर्सहरू। म त यहीँ भुल्छु यो फुलहरू देखेपछि। अब यहाँबाट मैले पिक गर्नुपर्ने हुन्छ घरमा लानुको लागि। मैले यो सानो सानोहरू चुज गरेँ जुन घरमा लगाउनको लागि। गाडीमा पनि राख्यौँ, मेरो सिटलाई ठाउँ नभएर साइडमा बसेछन्। यहाँबाट चाहिँ यो प्लान्टहरू डेलिभरी नहुने रहेछ, होम डेलिभरी, किनभने यो टाढा छ, 2-3 घन्टा टाढा। सो हामीले जति अँट्छ गाडीमै राख्यौँ आफ्नो। हामी फेरि यता फ्रेस भेजिटेबल फ्रुट्सहरूको मार्केटमा आयौँ। यहाँ हेर्नुहोस् न, नेपालको जस्तो सहरखण्ड है। ओ माई गड, यहाँ आएपछि मलाई यस्तो फिल हुन्छ कि है नेपालमा भएको जस्तो कि। नेपालमा जाँदा, होलिडेमा जाँदा या पहिला नेपाल हुँदाखेरि त्यो हाट बजार मम्मीहरूसँग गएर यस्तो मार्केटमा हिँड्दाको याद आउँछ कि। त्यही भएर समटाइम मलाई यता आउनु मन लाग्छ। मैले चाहिँ म्याङ्गो उठाएँ साँधेको, यो अहिले गाडीमा खानलाई। यहाँ हेर्नुहोस् न, यति फ्रेस भेजिटेबल फ्रुट्सहरू पाउँछ नि यहाँ है। कस्तो राम्रो अर्ग्यानिक टाइपको कि। त्यो सपिङ सेन्टरभित्र गएर किन्नुभन्दा यहाँ धेरै नै बेटर कि। हजुरहरू पनि दुबई बस्नुहुन्छ भने समटाइम विकेन्डमा यतातिर यसो लङ ड्राइभ है, उयो सपिङ हुन्छ, यता आउनुहोस् होला है। म ठाउँ मेन्सन गरिदिन्छु तल। सपिङहरू पनि सकियो। अब चाहिँ ब्याक टु होम। यो अघि जुन मैले लिएको थिएँ म्याङ्गो साँधेको, यो टेस्ट गर्नु पर्यो भनेको। मिठो रहेछ, स्विट सावर है, मिठो, मन पर्यो। वेदर अहिले चिसो छ दुबईमा, सो हामीलाई टी कफी पिउनु मन लाग्यो। यता कफी सपहरू केही पनि पाउँदैन, यो भिलेज जस्तो ठाउँ हो, मैले भनि नै सकेँ। हामीले त्यही भएर टी अर्डर गऱ्यौँ। त्यो टी पिउँदै हामी ब्याक टु होम हुँदैछौँ। फाइनली घर पनि आइपुग्यो। मेरो बेबी प्लान्टहरूलाई मैले वेलकमिङ पनि गरेँ घरमा। अहिले चाहिँ नाइट भएर अब यिनीहरूलाई यतिकै राखिदिन्छु, भोलि लगाउने हो। कति राम्रो राम्रो प्लान्टहरू छ। म प्लान्ट लभर भएर होला, मलाई असाध्यै मनपर्छ यस्तो सानो सानो प्लान्टहरू। मैले स्ट्रबेरी पनि ल्याएको थिएँ, अनि यो ठुलो ठुलो प्लान्टहरू बाहिर लगाउनुको लागि। आजको भिडियो चाहिँ यति नै। अन्तिमसम्म हेरिदिनु भएकोलाई धेरै धेरै धन्यवाद। हजुरले भन्नुहुन्थ्यो कि कति मेरो फ्रेन्डहरूले भन्नुहुन्छ भोइस भएको भिडियो बनाउनुहोस् न भोइस ओभर गरेर। तपाईँ यो चाहिँ मेरो फर्स्ट भिडियो 2026 को मिनी ब्लग। हजुरहरूले माया गरिदिनु भयो, मन पराइदिनु भयो भने म अझै पनि ल्याउने छु यस्तै सानो सानो भिडियोजहरू। धेरै धेरै धन्यवाद हजुरको माया एन्ड सपोर्टको लागि है।